हेलो साथीहरू, दर्शन नमस्कार। ल है, आज पनि म यो सेन्टर जाने पुल हुँदै सर्र सेन्टर जाँदैछु घुमफिर गर्नको लागि। आज छुट्टीको दिन त्यसै आज यहाँ 2-4 दिन पानी परेको थियो, खोला पनि ठुलो भएको रहेछ। हेर्नुहोस् साथीहरू, ल समुद्र जस्तो भएको छ यो हाम्रो खोला। यस्तो चाहिँ ल हेर्नुहोस् आज यहाँ कौवा रहेनछ। अस्ति कौवा थियो यहाँ यो तारमा जिस्काउनु पाएको थियो, आज छैन। आज पनि जिस्काउनु पाइन्थ्यो, रहेनछ। खोला चाहिँ ठुलो भएको रहेछ। भनेपछि घाम लागेको छ आज मौसम। यस यस्तै छ। ल हुन्छ, राम्रोसँग हेरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला। यस्तै छ हामी परदेशी जिन्दगी। हाल मलेसिया मलक्कादेखि म घुम्दैछु, बनाउँदैछु यो पावर ब्याङ्क। है त, हस् त, बाई बाई।